आज म हजुरलाई मेरो गार्डन देखाउँछु। म कति घाटामा परेछु त्यो पनि देखाउँछु, म कति फाइदामा छु त्यो पनि देखाउँछु। यो मेरो सानो गार्डन। यता अहिले के लाग्छ हेर्नु त। आजको मौसम धेरै रमाइलो छ। 15 दिनपछि आज 2 दिन पानी परेछ चिसो चिसो मौसममा। मेरो सानो गार्डन मकै। यसमा कतिवटा कोसा लागेको छ? 1 2 3 4वटा। यसपालि साह्रै राम्रो भएको छ मकै। यता सिमिला आज फुल्छ मात्र, कोसा लाग्दैन। यहाँनिर चाहिँ मैले तोरिङ्गल लगाएको छु। 1 2वटा फलिसके। भर्खर सुरु हुँदैछ फल्न। यहाँ लागेछ 2टा। मकै हेर्नु न गाइस, 4वटा लागेछ एउटै बोटमा। हिजो रातिको पानीले पुरै ढलेछ मकै। यो चाहिँ खान लायक भइसक्यो। 2 4वटा खाइसक्यौँ, पाकिसकेछ यतातिरको मकै चाहिँ। उता नि तोरिङ्गल लगाएको छु। उता बोडी छ, बोडी चाहिँ चैतकै महिनादेखि खान लागिसक्यो। हामी चाहिँ यस्तो छ बोडी, सुक्न लागिसक्यो। यहाँनिर काँक्रा लगाएको छु। यो काँक्राले नि फसाएको छ मलाई। पानी आएन। 15 दिनपछि 15-20 दिनपछि पानी पर्यो, सुकिहाले। जति पानी हाले नि नहुने। यता हल्दी लगाएको छु। यता पुरै हल्दी लाउने ठाउँ हो मेरो यो। घाम पर्दैन खासै। यता मेरो जेठाजुको घर। यस्तै छ गाउँको
हजुरलाई मेरो सानो क्युटी पप्पी देखाउँछु। हरामी घुमे यता एउटा हरामी ठुलो पप्पी छ, लास्टै हरामी छ। कोही मान्छे आउने बित्तिकै भाग्छ। मेरो गार्डन मैले छतमा ड्रागन फ्रुट लगाएको छु, तर यसपालि ड्रागन फ्रुटले मलाई फसाइहाल्यो। फुल फुल्यो तर दानै लाग्दिएन, सुकिहाल्यो। 2टा दाना लागेको थियो, पाकेर खाइसकी सानीले। खै बोट पनि पेलो पेलो भएको छ, खै के भयो यसपालि। पुरै लागेको थियो, सुकिहाल्यो। कति धेरै लागेको थियो फुलहरू, फुल्ने दाना नलाग्ने भइदियो यसपालि। खै के भयो। छतमा लगाएको छु मैले 2टा 3वटा डब्बामा लगाएको छु। छतबाट यस्तो छ। यहाँनिर चाहिँ पर्सो बनाएको छु मैले सिमटेर। छतबाट मेरो घरको गार्डन यस्तो देखिन्छ। धेरै मनपर्छ मलाई आफ्नो गार्डन।